नमस्ते, म डाक्टर मीना प्रधान। हामी केन्द्रबाट आएको छौँ। यो के नगरपालिका रे? शिखर नगरपालिका, हाम्रो डोटी जिल्लाको शिखर नगरपालिका गोपघाटमा अहिले 78 जना महिलाहरूले हेरिराख्नु भयो। फर्स्टमा चाहिँ उहाँ लजाउनु भएको थियो, पाप लाग्छ भन्नुभएको थियो। तर पछि जब हामीले उहाँहरूलाई जचाउनु पर्छ, हामी त्यति टाढादेखि आएको, नराम्रो रोग लाग्छ, पाठकहरूको मुखमा क्यान्सर लाग्छ भन्ने कुराहरू सम्झाइसकेपछि चाहिँ उहाँहरू मान्नुभयो र सबैले जाँच्नु भएको छ। त्यसमध्येमा 73 वर्षको महिलादेखि लिएर यङमा चाहिँ 17-18 वर्षको महिलाहरूले पनि पाठेघर जचाउनु भएको छ। त्यो मध्येमा हामीले धेरै महिलाहरूको पाठेघरमा इरोजन देखाएको छौँ, पाठेघरको मुखमा घाउ देखाएको छौँ। उहाँहरूलाई उपचारको विधिहरू पनि हामीले बताइदिएको छौँ। उहाँले कहिले पनि सोच्नु भएको थिएन कि उहाँ पाठेघरमा घाउ छ भनेर। उहाँले आफूले मलाई केही पनि भएको छैन, मलाई ठिक छ भन्ने हुने महिलाहरूको पनि पाठेघरमा सिभियर डिग्री घाउ देखेको छ, जसलाई हामीले क्रोनिक सर्भिसाइटिस भन्छौँ। र यसको उपचार पनि हामीले बताइदिएका छौँ। र उपचार यदि यहाँ भएन भने कोही कोही त गरिब हुनुहुन्छ, रुँदै पनि हुनुहुन्थ्यो, म एकदम एकल महिला गरिब छु भने उहाँहरूको नाम पनि लेखेका छौँ। र यहाँको मेयरहरूलाई सायद हामी रिक्वेस्ट गरेर उहाँलाई आर्थिक सहयोग गर्न पनि सल्लाह दिनेछौँ। र यसको उपचार भनेको चाहिँ थर्मोकोएगुलेसनबाट मात्रै सम्भव छ अथवा क्रायोथेरापीबाट सम्भव छ। यदि यो उपचार विधि यहाँ भयो भने चाहिँ यही नै हुन्थ्यो, तर यहाँ छैन रहेछ भने चाहिँ हामीले केन्द्रमा बोलाउनु पर्ने हुन्छ र उपचार चाहिँ 100% निको हुन्छ। यदि यो उपचार गरिएन, मैले भनेको सल्लाह मानिएन र घाउ हुँदाहुँदै पनि हेलचक्राइ गरियो भने केही वर्षपछि चाहिँ यो क्यान्सरमा परिणत हुने सम्भावना उच्च छ। र यहाँ हाल धेरै महिलाहरूको घाउ देखिनु भएको भएर उहाँहरू अलिकति सचेत हुनुभएको छ, यही पाठेघर जचाउनु पर्ने रहेछ भनेर। धन्यवाद।